भोलि त तपाईँहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ। माफी माग्नुपर्छ, प्रधानमन्त्री शब्द फिर्ता लिनुपर्छ र चाहिँ भारतको भूभाग मिचेको रहेछ भनेछ। प्रधानमन्त्री हालै मात्र नेपालका प्रधानमन्त्रीले पार्लियामेन्टमा यस्तो अभिव्यक्ति दिए जसले राजनीतिक वृत्त, सोसल मिडिया र कूटनीतिक बहसमा नयाँ प्रश्न खडा गरेको छ। लिपुलेखबारे प्रश्न उठ्दा प्रधानमन्त्री बालेनले नेपालले पनि धेरै ठाउँमा भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति दिए। इङ्ल्यान्डलाई पनि सामेल गर्ने कुरा गरे। तर प्रश्न केवल उनले के भने भन्ने होइन, प्रश्न यो हो कि पार्लियामेन्टभित्र प्राइम मिनिस्टरले बोलेको एउटा वाक्यको इन्टरनेसनल इम्पोर्टेन्स कति हुन्छ? किन वर्ल्डका प्रेसिडेन्ट, प्राइम मिनिस्टर र फरेन मिनिस्टर बोर्डर र सोभरेनिटी जस्ता विषयमा बोल्दा शब्द शब्द नापेर बोल्छन्? के प्राइम मिनिस्टरद्वारा पार्लियामेन्टमा भनिएका कुरा केवल व्यक्तिगत विचार मानिन्छ कि त्यसलाई विश्वले राष्ट्रको आधिकारिक सङ्केत, अफिसियल सिग्नलका रूपमा हेर्छ? आउनुहोस्, प्रधानमन्त्री बालेन्द्र शाहले के बोले भन्ने विषयलाई इन्टरनेसनल प्र्याक्टिस र डिप्लोमेटिक नर्म्सका आधारमा घटनाक्रमलाई बुझ्दै उनको अभिव्यक्ति सम्बन्धी 3वटा थ्योरिज विश्लेषण गरौँ।